खाइरहेको छु त्यही हो। अनि फ्रुट्सहरूमा धेरै ध्यान। त्यसरी हिजो मलाई बेलुका साह्रै भोक लाग्यो किनभने मैले यति मात्र थोरै भात खाएको थिएँ। अनि इट्स बिन अ विक कि मैले थोरै मात्र खाना थालेको छु, तर मलाई भोक लागिरहेछ बिकज मेरो बडीलाई मलाई फिल भइरहेछ कि मलाई भोक लागिरहेछ, तर भोक लागेको छैन किनभने मैले सलाद र फ्रुट्सहरू खाएर त्यो ब्यालेन्स गरिरहेको छु। अनि हिजो मैले काँक्रा काटेँ, अनि चुकुन्दर काटेर सबै कुरा काटेर अनि यति बटुकोमा लिएर खाएँ। अनि अगाएँ फेरि बेलुका पपाया किन्नु गएँ, पपाया ल्याएर एक बटुका पपाया खाएँ। अनि म अगाएर अनि त्यति सुतेँ। खानाको क्वान्टिटी मात्र कम्ती गरिरहेको छु र तर पानीको चाहिँ इन्टेक धेरै गरिरहेको छु। पानी मैले 2.5 लिटर जति अहिले खाइरहेको छु। 1 हप्ता मात्र भएको छ, तर आफ्नो बडीमा आफै चेन्जेस पाइरहेको छु। बडी लाइट फिल भइरहेको छ। वेट घट्नु लाइक मलाई त्यो चाहिँ फिल भइरहेको छैन, तर बडी हेभी लागिरहेको थियो, काम गर्नु मन लागिरहेको थिएन। टोजहरू मेरो अनि एङ्कल्सहरू दुखिरहेको हुन्थ्यो, त्यो चाहिँ दुखिरहेको छैन अहिले। त्यति हो। अहिले